यदि कसैले हुकुमवासी भएर जग्गा सरकारी जग्गा बेचबिखन गरेर चाहिँ नि भाडामा लगाएर खाएको रहेछ भने उनीहरूलाई कारबाही गर्नुपर्छ सरकारले, हैन? जो चाहिँ सुकुम्बासी नै साँच्चै नै गरिब दुखी रहेछन् भने उनीहरूलाई तपाईँको व्यवस्थित गर्नुपर्छ, पुनर्वासको व्यवस्थापन गर्नुपर्छ भन्ने हाम्रो तपाईँको छैन के अरे स्पष्ट माग छ। यदि तपाईँले भने त्यसो भएको कारणले पहिला पहिचान गरेर गरेको भए त्यो हुकुमवासी भनेर जो जो भाडा लगाएर खाइरहेको थियो उनीहरूलाई कारबाही गर्न सकिन्थ्यो, हैन? र चाहिँ जो पीडित थिए त्यो पीडितलाई चाहिँ न्याय दिन सकिन्थ्यो। अब एकैचोटि आएर भत्काइदियो। अब हुकुमवासी भनेर जुन तपाईँहरूले भनिराख्नु भएको छ उनीहरू पनि उन्मुक्ति भएर अब उन्मुक्त भए नि त, मुक्ति पाएर उनीहरू भागिहाले। त्यसले गर्दाखेरि त्यस्ता मान्छेलाई कारबाही गर्न अप्ठ्यारो भयो नि त। अब डोजर चल्ने भन्ने कुरा जुन छ व्यवस्थापनको नीतिमा लाग्नुपर्छ सरकार भन्ने होइन, विस्थापन भन्दा व्यवस्थापनको नीतिमा लाग्नुपर्छ। अब जो जो हुकुमवासी छन् जो जो सुकुमवासी छन् होइन त्यसलाई पहिचान गर्नुपर्छ सरकारले। जो जो हुकुमवासी हुन् उनीहरूलाई कारबाही पनि गर्नुपर्छ। अब यसरी एक्कासी आएर डोजर लगाउँदाखेरि चाहिँ थाहा भएन क्या को चाहिँ हुकुमवासी को चाहिँ सुकुमवासी भन्ने नै थाहा भएन। त्यसले गर्दाखेरि कारबाहीमा पर्नुपर्ने मान्छेहरू पनि उन्मुक्ति पाएर भागे होला भन्ने कुरा पनि हो। र पीडितहरू चाहिँ तपाईँको छैन विस्थापित भए भन्ने हाम्रो पहिचान गरेर उहाँहरूले व्यवस्थापन गर्छौँ भन्ने भएको छ। त्यो पहिला गर्नुपर्थ्यो कि सुरुमा चाहिँ उहाँहरूले डोजर चलाउनु भयो। त्यस पछाडि जुन छ नि होइन अहिले हामी सेल्टर पनि जान्छौँ। तपाईँहरूलाई सेल्टरमा प्रवेश छ अहिले अलिकति असहज छ। अब हिजोको प्रसङ्ग उठाउँछु म जुन अनामनगरमा तल्ले बिल्डिङ तपाईँकै पार्टीको सदस्यको भएको भनेको छ। यसमा के हो खास भन्नु? उहाँ हाम्रो सदस्य होइन समर्थक चाहिँ हुँदो रहेछ। उहाँले त हिजो तपाईँको खुबै तारिफ गर्नुभएको थियो। तारिफ त मेरो जसले पनि गर्छ नि, तारिफ त जसले पनि गर्छ नि। म सदस्य होइन त्यसो भए? होइन, हाम्रो सदस्य उहाँ हुनुहुन्न, कुनै समितिमा पनि हुनुहुन्न। अब कतिले चाहिँ अब उहाँ चाहिँ हाम्रो नेता हो भनेर पनि भन्नुभएको छ, पार्टीको नेता हो भनेर। त्यो कुरा सत्य होइन। अवलोकनको लागि आएको, अवलोकनको लागि बस्तीमा रहेका आमा बुबाहरूले न्यायको महसुस गर्नु अवलोकनमा आएको म। यदि कसैले हुकुमवासी भएर जग्गा सरकारी जग्गा बेचबिखन गरेर चाहिँ नि भाडामा लगाएर खाएको रहेछ भने उनीहरूलाई कारबाही गर्नुपर्छ सरकारले, हैन? जो चाहिँ सुकुम्वासी नै साँच्चै नै गरिब दुखी रहेछन् भने उनीहरूलाई तपाईँको व्यवस्थित गर्नुपर्छ, पुनर्वासको व्यवस्थापन गर्नुपर्छ भन्ने हाम्रो तपाईँको छैन के अरे स्पष्ट माग छ। यदि तपाईँले भने त्यसो भएको कारणले पहिला पहिचान गरेर गरेको भए त्यो हुकुमवासी भनेर जो जो भाडा लगाएर खाइरहेको थियो उनीहरूलाई कारबाही गर्न सकिन्थ्यो, हैन? र चाहिँ जो पीडित थिए त्यो पीडितलाई चाहिँ न्याय दिन सकिन्थ्यो। अब एकैचोटि आएर भत्काइदियो। अब हुकुमवासी भनेर जुन तपाईँहरूले भनिराख्नु भएको छ उनीहरू पनि उन्मुक्ति भएर अब उन्मुक्त भए नि त, मुक्ति पाएर उनीहरू भागिहाले। त्यसले गर्दाखेरि